अब काठमाडौँमा जग्गा नभएपछि छानामा रेज गरेर बनाएको छु। अब यसमा चाहिँ तरकारी रोपिन्छ। सानो परिवारलाई चाहिँ तरकारी खान पुग्दो रहेछ। मैले चाहिँ यो 3 फिट बाई 12 फिटको एउटा र 3 फिट बाई 18 फिटको दुईटा बनाएको छु। यो चाहिँ अहिले मैले 3 फिट बाई 12 फिटको जुन छ त्यसमा चाहिँ मैले अब हिउँदमा रोप्ने तरकारीहरू च्वाइसन, चन्सुर, पालुङ्गो, पक्चवाई, गाजर, चुकुन्दर, अब मुला भयो, रायो भयो, अब यस्तै तरकारीहरू रोप्नको लागि तयारी गर्दैछु। योभन्दा पहिले यसमा चाहिँ क्याप्सिकम थियो। अब क्याप्सिकम रोपेपछि मलको मात्रा चाहिँ घटिसकेको छ। यो धेरै अग्लो छैन, 1.5 फिट जति अग्लो होला। अब यसलाई चाहिँ मैले पुरै खनेर माटोसम्म बनाएर अब म चाहिँ चन्सुरको जरा धेरै तलसम्म जाँदैन, त्यही भएर मैले तलको माटोलाई चाहिँ सम्म बनाएर माथि चाहिँ यो गाईको मल हालिरहेको छु। यो गाईको मल हालेर यसलाई सम्म बनाएर अनि एउटा बेडिङ जस्तो हुन्छ यो, अनि त्यसको माथि माटो हाल्ने र ठ्याक्क जराहरू त्यहाँ पुग्छ र यो मल खान्छ। अनि पहिलोचोटिको चन्सुरभन्दा पनि दोस्रो पल्ट चाहिँ झन् राम्रो हुन्छ। अब यसो चाहिँ मल चाहिँ बराबर तरिकाले लगभग 3 कराई यसमा मैले गाईको मल हालेँ होला। यो मल भइहाल्यो। यसमा चाहिँ माथिबाट चाहिँ माटोले अनि पुरिदिने यसलाई। अब त्यो भएपछि बेडिङ बन्यो। मल चाहिँ त्यही भित्र कुहिरहन्छ, माथिबाट चाहिँ चन्सुर हुन्छ। अनि दोस्रो पटक चाहिँ त्यसलाई खनिदियो भने झन् मलिलो भएर जान्छ र धेरै मल हाल्नु पर्दैन। पहिलो पटक चाहिँ अलिकति मल हाल्नै पर्छ, किनभने यो पहिले क्याप्सिकम अनि सिमीहरू अनि यस्तै तरकारी मुला पनि थियो। मुलाहरू त्यसले माटो प्रायः जस्तो मलहरू खाइसकेको हुन्छ। त्यसलाई फेरि चाहिँ मल त चाहियो, त्यही भएर गाईको मल चाहिँ अहिले मैले प्रशस्तै हालेको छु। 3टा कराई हाल्यो होला। यो सानो कति 3 फिट बाई 3 फिटको होला मैले बनाएको यो सानो बेडिङ चाहिँ। अनि यसमा चाहिँ अब पुरै यो मल हालेर त्यसको माथि माटो हालेँ। त्यतापट्टिको बनाइसकेपछि अर्को साइडलाई पनि मैले अब त्यही 3 बाई 3 3 बाई 3 को बनाउँदै जान्छु म। यो पनि 3 बाई 3 को अर्को बनाउँदैछु। अब उसमा चाहिँ 3 कराई मल राखेँ। त्यसलाई बनाइसकेपछि अब अर्को साइडतिर बनाउँदैछु। त्यसको साइडमा चाहिँ मैले बेर्नाहरू पनि छरेको छु अहिले, पक्चाईको अनि त्यो सलादको छ, त्यही त नि ग्रिन सलादको चाहिँ बिरुवाहरू छरेको छु। त्यति राम्रो त आएको छैन, तर पक्चाईको त राम्रै आएको छ। पक्चाईको बेर्ना चाहिँ राम्रो आएको छ। अब यो फेरि यतापट्टि पनि त्यस्तै मल हालेर त्यसको चाहिँ बेडिङ बनाउँदैछु। यो गाईको मल राम्रै कुहिएको मल छ, मैले नजिकैबाट किनेको हो। एक बोराको 350 भन्छ आजभोलि। पहिले चाहिँ 200-250 मा दिन्छ। अब डिमान्ड बढे जस्तो छ अहिले चाहिँ 350 भन्छ, तर कुहिएको मल हुन्छ, राम्रै हुन्छ यो मलमा। अनि फेरि माथिबाट त्यही माटो हालेर त्यसलाई सम्म बनाइदिने। मसिनो छ माटो चाहिँ, राम्रो छ। 10 वटा जति चाहिन्छ यसमा है, हामीले 2 बोरा जान्छ मजाले। मसिनो माटो भएपछि चन्सुर चाहिँ राम्रो आउँछ यसमा। पक्चाईहरू पनि राम्रो हुन्छ, ग्रिन सलादहरू राम्रोसँग छ। तर प्रब्लम चाहिँ यहाँ परेवाले चाहिँ खनेर सखाप पारिदिन्छ। एकचोटिमा हैन, त्यही भएर यसको प्रोटेक्सन चाहिँ गर्नुपर्छ। मैले चाहिँ झुलहरू लाउने गरेको छु, नत्र भने त्यो माटोहरू खनिदिएर बिरुवाहरू हुनै दिँदैन परेवाले। त्यो चाहिँ दुःख दिन्छ। केयर चाहिँ गर्नुपर्छ। 300 रुपैयाँ परेको 2 बोरा 6 पुरै बेडिङ भइसक्यो मेरो। 3 फिट बाई 6 फिटको बेडिङ हो। हाफ पहिले बनाएँ, हाफ फेरि बनाएँ मैले। माटोहरू माथि छ, डल्लाहरू सबै पिटेर धुलो बनाएर मसिनो बनाउनुपर्छ। मसिनो बनाए चाहिँ राम्रो हुन्छ। यो मैले मसिनो बनाइसकेपछि बचेको माथिको डल्लाहरू निकाल्दैछु, त्यो अर्को ठाउँमा हालिदिनुपर्छ। किनभने मसिनो भएपछि मात्रै राम्रो उम्रिन्छ, बराबर उम्रिन्छ सबै ठाउँमा। अब मल छ तल, त्यो अलिकति दबाई दिएको मैले त्यसलाई। दबाई दिएपछि अलिकति माथिको माटो चाहिँ खुकुलो पारिदिने, फेरि पछि बिउ सर्न सजिलो हुन्छ भनेर। अनि यसरी चाहिँ यो 3 फिट बाई 6 फिटको यो बेडिङ बनाउँदैछु। यो मलिलो हुन्छ। अब केही दिनपछि, अहिले त बनाएर राख्ने मात्रै हो, अहिले सफा गरेर परिवारले फेरि माटो गर्ने भएको हुनाले यसलाई चाहिँ अहिले चाहिँ मैले टाटले छोपिदिन्छु। पछि प्लान्ट रोपेपछि अनि झुलले छोप्छु। अहिले चाहिँ झुल राख्नु परेन, त्यसलाई सफा गरेर अब यसमा चाहिँ मैले माथिबाट चाहिँ यसरी
टाट राखेर बन्द गरिदिन्छु। केही दिन यो कुहिन्छ 10-15 दिनसम्म, मल पनि कुहिन्छ, बाफिन्छ र यो छोपेपछि परिवारले यसलाई हल्लाउनु पनि पाउँदैन। यसरी राखेको छु मैले। अब यो अर्को बिरुवाहरू सानसानो बिरुवा त्यहाँ छरेको छु मैले। त्यो बिउ ठुलो भएपछि त्यो बिउलाई चाहिँ अनि यसमा सार्ने हो। छेउमा यो पहिलेकै खुर्सानी हो। योपालि खुर्सानी राम्रो भएको छ मेरो। 6वटा बिरुवा थियो के अरे। 6वटा बिरुवाले प्रशस्तै हुँदो रहेछ, खान नसकिने भनौँ न, प्रशस्तै फल्ने। यो चाहिँ अब 3rd लटमा फलिरहेको होला। यो यही रुखमा फलेको फले हुन्छ। यो त्यही अघिकै बनाएको बेडिङको मुला, टिपेको मुला हो। यो मुला धेरै पहिला लगाएको थिएँ हामीले। त्यति ठुलो भएन, मलमा टिपेर होला। राम्रै छ है, यतिको खान पाइरहेको छ। रुख क्रप गार्डनको सानो भिडियो है त।